नमस्ते। जम्का भेटको अर्को एक श्रृङ्खलामा स्वागत गर्छु। म देवनारायण शाह, प्रविधि र क्यामेरामा शक्ति र दीप्ति। हिजोका दिनहरूमा चुनाव बहिष्कार गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी, अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी, जसको केन्द्रमा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गर्नुहुन्छ, सो पार्टीले पनि चितवन क्षेत्र नम्बर 3बाट चुनावी स्पर्धा गर्दैछ र उम्मेदवारको रूपमा हालसालै आफ्नो डक्टरी अथवा मेडिकल अध्ययन पुरा गर्नुभएका डाक्टर आशिक कुमार महतो हुनुहुन्छ। आशिकजी, स्वागत छ यहाँलाई। धन्यवाद। मेडिकल सेक्टरको अध्ययन हालसालै पुरा गर्नुभयो, फेरि फ्याट्टै राजनीतिमा आउनुभयो, किन? यस्तो हो, म राजनीतिमा पहिले पनि थिएँ र राजनीति गर्दै गर्दाखेरि म शिक्षक भएर पनि काम गरेँ र शिक्षक भएर काम गर्दै गर्दाखेरि अब मैले इन्ट्रान्स दिएर उता इन्ट्रान्स दिँदाखेरि मेरो नाम निस्क्यो स्कलरसिपमा। निस्केपछि म त्यता पढ्न गइसकेपछि त्यो कम्प्लिट पनि भयो। कम्प्लिट भइसकेपछि अब पार्टीले मेरो आवश्यकता महसुस गरेर यहाँ उम्मेदवारी दर्ता गराउनुपर्छ भनिसकेपछि हुन्छ भनेर मैले स्वीकार गरेर। तपाईँको पार्टीले पार्टीका प्रभावशाली नेताहरूलाई चुनावमा उतारेन, अनि भनौँ न पार्टीका प्रमुख नेताहरू चुनावमा नजाने, दोस्रो तहको अथवा सेकेन्ड तहका नेताहरू मात्रै चुनावमा जाने भनेर तपाईँहरूलाई खटायो। पार्टीका प्रमुख नेताहरू चुनावमा जाँदा हार्छ भन्ने डरले हो? होइन, यो हार्छ भन्दा पनि सत्तामा गएर जस्तै अहिलेको अवस्थामा सबैले जितेर गए पनि हामीले सोचे जस्तो काम गर्न सक्दैनौँ। हामी अहिले यसरी किन जस्तै हार्न भनेर आएको होइन कि हामी एक दुई ठाउँबाट म जस्तो युवाहरू आएर हामी जितेर हाम्रो स्याम्पल काम देखाउन चाहन्छौँ। जस्तै हामी बाहिर बसेर बहिष्कार गर्दै गर्दाखेरि हाम्रो काम त जनताहरूले देख्न पाउनु भएन। त्यसको लागि हामी स्याम्पल देखाउनको लागि हामी आएका छौँ। हजुरले यसरी लिइदिनु होला। अहिले चुनावमा आउनुभएको छ, चुनावी दौड त निकै सकसपूर्ण पनि हुन्छ, दलका एजेन्डा हुन्छन्, विकासका आकाङ्क्षाहरू हुन्छ जनताहरूको। तपाईँले चाहिँ जनताहरूबिच जाँदै गर्दा के लिएर जाँदै हुनुहुन्छ, के एजेन्डामा जाँदै हुनुहुन्छ, अथवा तपाईँको खास मिसन के हुन्छ चुनावबाट? मेरो प्रमुख मिसन के हुन्छ भन्दाखेरि जुन अवसरको अभावमा यहाँका महानुभावहरू जुन चाहिँ अब अवसरको खोजीमा सहरदेखि नभएर तेस्रो मुलुकमासम्म धाइराख्नु भएको छ, त्यसलाई अन्त्य गर्नको लागि यही आफ्नै ठाउँमा अवसर सिर्जना गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ। र अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्दाखेरि कृषि, धर्म, पर्यावरण, आयुर्वेद, कला, संस्कृति यिनीहरूलाई आधार मानेर हामीले पर्यटनलाई प्रवर्धन गरेर अवसर पनि रोजगारीको अवसर पनि सिर्जना गर्छौँ। त्यसबाट सेवा र सुविधा उत्पादन गरेर हाम्रो छिमेकी निर्वाचन क्षेत्र अथवा छिमेकी चाहिँ अब देशहरू लगायत तेस्रो मुलुकसम्म हामीले त्यसलाई बिक्री वितरण गरेर देशको आर्थिक प्रगति गर्न सक्छौँ। अब संसदको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन यो ऐन कानुन बनाउने निर्वाचनका रूपमा रहेको छ र अर्को बहस पनि छ, जनताको आकाङ्क्षा विकास निर्माण पनि हो। तपाईँ चाहिँ के गर्नुहुन्छ? यस्तो हो, मेरो चाहिँ के हुन्छ भन्दाखेरि यहाँका समस्याहरू बुझेर अथवा समस्यालाई समाधान गर्नलाई कस्तो किसिमका ऐन कानुन चाहिन्छन्, ती ऐन कानुनको बारेमा आवश्यक सरसल्लाह सुझाव लिएर त्यो ऐन कानुनको बारेमा प्रस्ताव पेश गरेर सुहाउँदो ऐन कानुन बनाउने र सँगै त्यो ऐन कानुनबाट पास भएर यहाँ जति पनि विकासका कामहरू गर्न सकिन्छ त्यसको लागि आवश्यक बजेट व्यवस्थापन गरेर त्यसलाई बजेटमा समावेश गर्ने र त्यसको काम अथवा प्रगति के कति रहेको छ त्यसको निरन्तर मूल्याङ्कन गर्ने पनि रहन्छ। अहिले नेपालका कतिपय निर्वाचन क्षेत्रहरूमा यहाँको पार्टी र अरू केही पार्टीहरूको बिचको चुनावी तालमेल पनि छ। हजुर, मुख्यतः प्रकाण्ड रहनुभएको क्षेत्रमा, कालीकोट लगायत अरू ठाउँहरूमा त्यो खबर आइरहेको छ। हजुर, तपाईँ रहनुभएको क्षेत्रमा पनि यस्तै तालमेल हुने हो? होइन, अहिलेसम्म त्यस्तो केही तयारी छैन सर। अब हेर्दै जाउँ, निर्वाचनको दिनसम्म आयो भने हामी सबैसँग जस्तै यहाँको समस्या समाधान गर्नको लागि साँच्चै नै उपयुक्त पात्र अथवा चाहिँ उपयुक्त एजेन्डा लिएर जाने कोही हुनुहुन्छ भने उहाँलाई हामी सहयोग गर्न पनि तयार छौँ र उहाँहरूबाट सहयोग लिन पनि तयार छौँ। हाम्रो एउटै एजेन्डा के रहनेछ भन्दाखेरि यहाँको जुन समस्या छ त्यो समाधान हुन पर्यो, त्यो चाहे म आफै गएर होस् अथवा अरू कोही गएर होस्। चुनावमा अरू उम्मेदवारहरू पनि छन्, आफ्नै हिसाबले मत माग्दै हिँडी पनि रहेका छन्। उहाँहरूसँग तपाईँको सम्बन्धको अवस्था के छ? उहाँहरूलाई भनाइ के छ तपाईँको?
मेरो भनाइभन्दा नि अब प्रत्यक्ष रूपमा देखभेट त भएको छैन, तैपनि उहाँहरूप्रति मेरो चाहिँ के त भन्दाखेरि अर्को दल जुनसुकै दलबाट आए पनि उहाँहरू पनि मेहनत गरेर आउनुभएको छ। उहाँहरूको अस्तित्वलाई म सम्मानपूर्वक स्वीकार गर्न चाहन्छु। तर जसरी हिँडिराख्नु भएको छ, जुन चाहिँ अब अहिले आचार संहितामा प्रष्ट उल्लेख गरे पनि उहाँहरू चाहिँ यो अगावै प्रचार प्रसार अगावै चाहिँ बाजागाजा सहित लावालस्करलाई जुन हिँडिराख्नु भएको छ, उहाँहरू अहिलेको पोर्टफोलियो अनुसार प्रमुख दल अथवा ठुलो दल भन्ने संज्ञा पाउनु भएको छ। यद्यपि यो चाहिँ थायी रूपमा रहने विषय होइन, तैपनि उहाँहरूले आफ्नो जुन चाहिँ अब पोर्टफोलियो अनुसार ठुलो दल कहलिनु भएको छ, त्यस्तो ठुलो दलका उम्मेदवारहरू आफैले यो आचार संहिता उल्लङ्घन गर्दै हिँड्नु भएको छ। यसलाई चाहिँ तत्काल बन्द गरिदिनु हुनलाई अनुरोध गर्न चाहन्छु। अनि अब तपाईँले एउटा उम्मेदवारको रूपमा आउनुभयो, आयुर्वेद डाक्टर पनि हुनुहुन्छ र यता राजनीतिमा पनि हुनुहुन्छ, युवा उमेरको हुनुहुन्छ। यो उमेर छ, राजनीतिमा त हालसालै आइपुगेँ, विदेशतिर जाउँ, अरू आर्थिक हिसाबले आफूलाई प्रगति गरौँ भन्ने सोच भएन? तपाईँ फेरि पोलिटिक्समा आइपुग्नुभयो, यता निर्वाचन लड्न आइपुग्नुभयो। यस्तो हो, मेरो पोलिटिक्सको इतिहास भन्नुपर्दाखेरि सर्वप्रथम मेरो घर अगाडिकै विष्णु तिवारी भन्ने चाहिँ एकदम कहलिएको नेता हुनुहुन्थ्यो। उहाँले म सानै हुँदाखेरि उहाँले मलाई केही कुराहरू सिकाउनुहुन्थ्यो, केही पर्चाहरू पढ्न दिनुहुन्थ्यो, पत्रिका पढ्न दिनुहुन्थ्यो। त्यसै गरी क्रममा म पछि विद्याज्योति इङ्ग्लिस बोर्डिङमा शिक्षक भएर गएँ। त्यहाँ पनि अर्को एकजना गुरु जुन चाहिँ अब मिडियामा त्यति देख्नुहुन्न, सोमराज तिमिलसिना भन्ने, उहाँले मलाई गाइड गरेपछि म चाहिँ उहाँको अब घोषित अघोषित के हुन्छ, अब त्यो चाहिँ म शिक्षकको सदस्यता लिएर यसरी राजनीतिमा प्रवेश गरेँ। तर बिचबिचमा जस्तै त्यहाँ प्रवेश गरेपछि म आफ्नो तवरले अब राजनीतिमा प्रत्यक्ष रूपमा अरू जस्तै नेतागिरी गरेर नहिँडे पनि म चाहिँ राजनीतिमा थिएँ र म आफ्नो राजनीतिमा हिँड्दै गर्दाखेरि आफ्नो जुन जिम्मेवारी थियो, आफ्नो चाहिँ अब कर्तव्य थियो पढाउने, मैले चाहिँ आफ्नो 100% इफोर्टले मैले त्यो पढाएँ जस्तो लाग्छ मलाई। अनि आशिकजी, चुनावमा आफूलाई जित्ने आधार हुन्छ नि, म चुनावमा छु र अब म जित्छु, त्यस्तो आधार के देख्नु भएको छ यहाँले? मेरो आधार के त भन्दाखेरि जुन अवसरको अभावमा युवाहरू भौतारिएर हिँडिराख्नु भएको छ होइन, देशमै बसे पनि के त भन्दाखेरि पुरै अन्धकार अथवा चाहिँ विकल्पै नभएर चाहिँ के त भन्दाखेरि एकदम डिप्रेसनमा जाने जुन छ, त्यसको लागि अवसर सिर्जना गर्नु नै मेरो प्रमुख एजेन्डा रहनेछ। यसको लागि कृषि, धर्म र यो चाहिँ पर्यावरण, आयुर्वेद यस्ता आधारभूत चिजहरूलाई आधार मानेर पर्यटनलाई प्रवर्धन गर्ने र कृषि उपजहरूलाई प्रशोधन गरेर हुन्छ कि अथवा त्यसलाई चाहिँ अब गुणस्तर निर्धारण गरेर हुन्छ कि अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गरेर अन्तर्राष्ट्रिय बजारमा बेचेर हामीले चाहिँ देशको आर्थिक उन्नति गर्न चाहन्छौँ। तपाईँहरू कम्युन बनाएर बस्ने, उत्पादन इकाइहरू चलाउने, सामूहिक खालको श्रमहरू गर्ने खालको लिगेसीबाट आउनु भएको छ, त्यो खालको पार्टी यहाँहरूले बनाउनु भएको छ। यो मास बेस्टमा चुनावमा जाँदै गर्दा अप्ठ्यारो त्यो फिल भएको छैन? त्यस्तो त हामीलाई अड छैन, किनभने अब अरू र हामीमा बिल्कुलै फरक छ भन्ने कुरा यहाँले नै भन्नुभयो। अब अहिलेसम्म जति पनि अब भनौँ न पञ्चायतदेखि लिएर अथवा काङ्ग्रेसको स्थापनादेखि अहिलेसम्म आउँदाखेरि जुन जुन पार्टी आउनुभयो उहाँहरू सैद्धान्तिक रूपमा कोही पनि गलत हुनुहुन्न। तर सत्तामा गइसकेपछि विभिन्न कारणवश, जस्तै इभन अहिलेको जुन जेनजी सरकार हो, जेनजी सरकारको अहिले सुशीला कार्कीको नेतृत्वको जुन चाहिँ सरकार छ, त्यो सरकारले पनि काम गर्न नसकेको देख्दाखेरि यसको पछाडि केही न केही कारण छ र त्यो कारण हामीले पत्ता लगाएर पार्टी चलाउनलाई अरूबाट सहयोग लिएर पार्टी चलायो भने हामी पनि केही गर्न सक्दैनौँ। यसका लागि हाम्रो पार्टी सञ्चालन गर्नको लागि आर्थिक रूपमा आफै आत्मनिर्भर हुनुपर्छ भन्ने चाहिँ मूल चाहिँ के त भन्दाखेरि विश्वासको कारणले हामी आफ्नो पार्टी सञ्चालन अथवा आफ्नो जीवन सञ्चालनको लागि हामी आफै उत्पादनमा लागेका छौँ। अन्तिममा हामीलाई हेर्ने सुन्ने श्रोता दर्शकहरू जो तपाईँको मतदाता पनि हुन्, उहाँहरूलाई तपाईँको अनुरोध के छ? अब सर्वप्रथम क्षेत्र नम्बर 3 का सम्पूर्ण मतदाताहरूलाई म यही निर्वाचन क्षेत्रको माडी नगरपालिकाको वार्ड नम्बर 4 खैरेनीको थाई निवासी हुँ र तपाईँहरूले जे समस्या भोगिराख्नु भएको छ त्यो मैले पनि भोगेको छु र ती समस्याहरूलाई समाधान गर्नको लागि तपाईँले आजसम्म जुनलाई प्रतिनिधिलाई जिताएर पठाए पनि उहाँहरूले तपाईँको समस्या समाधान गर्नलाई कुनै पनि कानुन होस् अथवा कामहरू नगरेको अवस्था छ। यस्तोमा हाम्रो समस्या हामी आफै समाधान गर्नुपर्छ भनेर यहाँहरूको माझ मैले मेरो उम्मेदवारी लिएर आएको छु।
तपाईँहरूको आफ्नै समस्या समाधान गर्नको लागि मलाई मेरो चुनाव चिन्ह गुलाबमा मतदान गरी मलाई विजय गराएर पठाइदिनुलाई मैले विनम्र अनुरोध गर्दछु। आज कुराकानीमा रहनुभयो आस्तिक प्रसाद महतो, नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार हुनुहुन्छ। चितवन क्षेत्र नम्बर 3 मा उहाँको चुनावी स्पर्धा रहेको छ। उहाँसँग यो जम्का भेट सिरिजको कुराकानीसँगै हामी अर्का दिन अर्का उम्मेदवारसँगको अब अन्तिममा पनि पुगिसकेका छौँ। उहाँहरूसँग कुराकानी चेताउने नै छौँ। यो सन्दर्भबाट भने आजका अतिथि त्यसै गरी टिम र उहाँको सम्पूर्ण टिमसहित हामी सबै बिदा हुन्छौँ। नमस्कार। नमस्कार।